बाबाको त आमाको पनि गर्नु भएछ यसमा थाहा हुन्छ त्यहाँ राम्रो हो नि तपाईँ हुन्छ कसको फोन आयो हेलो सुरज म पुगिसकेँ ल तपाईँले थाहा भएको त्यो अगाडि पनि छ तपाईँको नाम के हो मेरो नाम छिन्तेन म नचिने मान्छेहरूसित बोल्दिनँ तपाईँको नाम चाहिँ के हो तपाईँ कहाँबाट आउनुभएको नयाँ नाउँले देख्नुहुन्छ त गाउँमा मेरो नाम राजा यादव हो बाजा यादव हाइकिङको लागि ए चन्दन र एन्जेनको त भेट हुन्छ र अब चन्दन होटेलमा पुग्छ अनि चन्दनले एन्जेललाई सम्झेर बस्छ अनि खाना नि खाँदैन अनि यस्तै चलिरहन्छ अनि अर्को दिन चाहिँ एन्जेल आउँदैन ल के हुँदो रहेछ अब हेर्नुहोस् सन्चै हुनुहुन्छ पिम्पे सन्चै छु राजाजी राजा ए राजाजी अनि म साथीलाई त कहिले हेर्नु त किन मेरो साथी माया जन्मनु भएछ क्या त्यस्तै तपाईँ हजुरलाई थाहा छैन उसको त घरमा केटा आएको के भयो यो नदेर पानी 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 म गएँ है त फेरि एन्जेल आउँछन् र तिनीहरू फेरि कुरा गर्छन् अब के हुन्छ हेरौँ कस्तो राम्रो सन्चै हुनुहुन्छ सुनायो तपाईँको ब्रेकको कुरा भइरहेको थियो त्यस्तै त्यस्तै कस्तो लाग्यो केटो कस्तो नराम्रो मन नै परेन को मनपर्छ यतातिर कोही त राम्रो छैन म कस्तो आऊ त्यो मान्छे हात लाग्न गफेको होला नि त्यो दिन चाहिँ राजाजी एन्जेलको लागि हात माग्नु जानुहुन्छ र ल अब एन्जेलको बाबाले के भन्नु हुँदो रहेछ हेर्नुहोस् हात लाग्न तैँले के भने अरे तपाईँले जे सिकाउन के भने न तेरो मेरो जात मिल्छ न तेरो जात मिल्छ म आफ्नो छोरीको हात तँलाई गइदिन्छु तँ छिटो निक्लिन त तँलाई मारिदिन्छु मलाई तिम्रो बाबासँग हात मागेको थिएँ तर तिम्रो बाबाले मलाई धम्की दिएर मलाई काट्नेको धम्की दिनुहुन्छ अन्त भाइले त हुन्छ अब उनीहरूको आमाले के भन्दो रहेछ नि हेर्नुहोस्